नमस्ते, म सुजन थापा, हाल काठमाडौँ फन भ्यालीको सञ्चालक। काठमाडौँ फन भ्याली चाहिँ हाम्रो सूर्यविनायक अरण्यका हाइवे अन्तर्गत सूर्यविनायकदेखि यहाँसम्मको हाम्रो डिस्टेन्स भनेको 2.5 किलोमिटरको डिस्टेन्स हो। हाल काठमाडौँ फन भ्यालीमा चाहिँ हामीले स्विमिङ पुल प्लस एम्युजमेन्ट गेम्सहरू सञ्चालन गर्दै आएका छौँ। सानो बच्चादेखि ओल्ड एज पिपलको लागि पनि हामीले काठमाडौँ फन भ्यालीमा चाहिँ प्रस्थान गर्दै आएका छौँ। काठमाडौँ फन भ्यालीमा चाहिँ तपाईको रेस्टुरेन्ट प्लस फ्री पार्किङहरू, रेस्टुरेन्ट अन्य फुड स्टल्सहरू पनि हामीले सञ्चालन गर्दै आएका छौँ। विभिन्न किसिमका स्टुडेन्टहरू हैन, जस्तै अब एडल्ट युथ किड्सहरूलाई टार्गेट गरेर स्विमिङ पुलहरू चाहिँ हामीले अपरेसनमा ल्याएका छौँ। हाल काठमाडौँ फन भ्यालीमा विभिन्न किसिमका ड्राई राइड्सहरू, एम्युजमेन्ट पार्क तथा म्युजियम पनि हामीले अहिले रनिङमा छ हैन। जस्तै अब हाम्रो कस्तो खालको म्युजियम छ भने चाहिँ कर्णाली रिजनको हैन, हाउ फर फादर्स युज टु स्पेन्ड देयर टाइम ड्युरिङ द्याट टाइम। त्यो बेलाको पुरानो एन्टिक पिसेसहरू हामीले म्युजियममा राखी त्यसको अध्ययन गर्नको लागि पनि हामीले स्टुडेन्ट प्लस अब सबैजनाको लागि म्युजियम भिजिट गर्नको लागि पनि हामीले सञ्चालन गर्दै आएका छौँ। तर टिकटमा चाहिँ के हुन्छ भनेदेखि बाहिर एकचोटि टिकट काटे पछाडि भित्र इच एन्ड एभ्री गेममा चाहिँ कस्ट चार्ज लाग्छ भनेर चाहिँ प्राय कस्टमरहरू चाहिँ भ्रममा हुनुहुन्छ क्या यो विषयमा चाहिँ। एकचोटि टिकट काटे पछाडि भित्र कुनै पनि गेम्स एन्ड राइड्समा चाहिँ छुट्टै एक्स्ट्रा टिकट चाहिँ चार्ज दिनु पर्दैन। पञ्चशील सहकारीले चाहिँ विगत लामो समयदेखि नै काठमाडौँ फन भ्यालीसँग चाहिँ एउटा इन्टरमिडिएट रिलेसनसिप राखेर हैन विभिन्न कारोबारहरू गर्दै आएका छौँ। पञ्चशीलले चाहिँ मलाई प्लस अब काठमाडौँ फन भ्यालीलाई चाहिँ धेरै सपोर्ट गरेको छ। अब फिनान्सियल कुरामा पनि होस् प्लस अब आन्तरिक कुरामा पनि पञ्चशीलसँग चाहिँ काठमाडौँ फन भ्यालीले चाहिँ हरेक कुरामा चाहिँ सहकार्य गर्दै आएको छ र भोलिको दिनमा पनि सहकार्य गर्दै जानेछ। पञ्चशील सहकारीसँग र काठमाडौँ फन भ्यालीसँग चाहिँ एउटा के सम्झौता पनि छ भनेदेखि जो कोही पञ्चशीलको मेम्बरसिप भनेर हामीकोमा अब टिकटिङको लागि देखाउनुहुन्छ, उहाँ पञ्चशीलसँग रिलेटेड केही कुराहरू हामीलाई अब प्रुफको लागि देखाइदिनुहुन्छ भने हैन, त्यो भने चाहिँ हाम्रो काठमाडौँ फन भ्यालीले चाहिँ एभ्री टिकटमा 10% सम्म हामीले डिस्काउन्ट दिएका छौँ।